त्यो धोका, यो ठाउँ अनि यहाँ बाँचिरहेको यादहरूले म त झन् झन् निसासिरहेको छु यार। त्यसैले म त लागे केटा हो गाउँतिर। अनि म त केही समय सेरेसोल्टीसँगै मिलेर बस। सेरेसोल्टी, यसको ख्याल गरिदिनु है। अलिक छुच्चो छ, कहिलेकाहीँ गल्ती गरिहाल्यो भने यसलाई आफ्नै भाइ सम्झेर माफ गरिदिनु होला है। बिचरा सानै छँदाखेरि बाहामा गुमाए यसले। गाउँमा छँदाखेरि कति गाउँलेहरूको चिचिर र दूर दूर सहेको छ। मैले बुझेको छु। अनि भोकको पेट भर्नको लागि कतिको बारीमा गएर फलफुल टिपेर खाइदिएको छ।